Good morning, welcome back to my YouTube channel है अन्त आजको भ्लग चाहिँ यहाँबाट स्टार्ट हुँदैछ हो यहाँ गाउँ बस्तीको लाइफबाट अन्तखेरि चाहिँ हामीहरू बिहानै उठिसक्यौँ अन्त ब्रस चाहिँ गरेको छुइनँ आमा र आपा चाहिँ जान आँट्नु भएको छ अन्त आजको दिन चाहिँ यस्तो छ आज चाहिँ हामी बस्ने यता हिजो बसेको आमा र आपा चाहिँ जान्छ हो पानी पर्नु थालेको छ हाम्रो बाख्राहरू उतापट्टि चढ्नु गयो अहिले चाहिँ योपट्टि चाहिँ केही छैन त्यही कारणले बाख्राहरू घाँस खाँदैछौँ यसले चाहिँ आज नानी दिन्छ यसको नानी हुन आँटेको छ हो बिचरा नि हाम्रो कुखुराहरू बिहानै हिजो राति चाहिँ यस्तो कुखुराको एउटा मर्डर भइरहेको छ आज खानुको लागि कुखुराको ह्यान्डसम हिरो चाहिँ त्यहाँ छ यसको यिनीहरूको चरीहरू छ हाम्रो सर चाहिँ भर्खर आउनुभएछ ब्रस लिकिन तिमी त त्यो के भन्छ ब्रसको फ्याक्ट्रीमा गइकिन आएको क्या हौ यसरी यस्तो लेट हुँदा त कस्तो दामी कलर यस्तो बार्बी डल भएको छैन लु गर आमा बाबी गर्ल म चाहिँ ब्रेकफास्ट बनाउनु आँटेको हो यो चाहिँ मेरो साइजको रोटी हो यो चाहिँ मेरो बुढाको लागि रोटी हो पहिला हामीले गर्दैन नि यो अब हामीसँग भन्दाखेरि त अब कता जाडो हुन्थ्यो तातो खाइन तातो ढुङ्गा होइन हामीले तातो बनाउँदै दिन्थ्यो जस्तो दिन बनाउँछ नि तातो खानु मन गर्छ बनाइदिन्छ भन्छ नि त्यस्तो आमाले त्यस्तै हुन्थ्यो बनाइदिन्थ्यो एक दिन जहिले पनि बनाउँदै बनाइदिँदै रोटी खत्तम भइसक्यो 14, 15, 16, 17, 18 भइसक्यो हो खाने बाँचेको छैन हो दिक्क भएको बात तो तुम ऐसे कर रहे हो तुमको बना के ले दिया था आलू पराठा तुम कितने खाए थे बताओ ना त्यही भनेको तातो त्यस्तो बनाउँदै दिएको नि सबै खत्तम भएको होइन त्यसले त आमाले भनेको तिमीले पनि त्यस्तो तातो दिन्छ अहिले पनि त्यस्तै तातो दियो भनेको आमा मेरो आलु पराठा 2टा लेयरको हुन्छ हैन त्यस्तो आलु पराठा कतिवटा खाएको पनि किन सोध्नु न उसलाई हेलो आमा र पछि स्टार्ट छ आमा र पछि खाजा खाइसक्यो हो रोटी बेन्डी चाहिएको दिछु के आपालाई बेरा हाल्दा खाली आउँदैछ अब हिँड्नु लागेको हामी एकैछिन ल तयारी भयो 1 मिनेट 2 मिनेट पैसा बल्ला फेरि कुनै छ यहाँ त के छ है मेरो रोटी गाइस यो त तातो पानी मगाउनु अस्ति तातो पानी खाने सिक्दै किन खोल्नु किन खोल्नु बेन्डिस मात्रै त चेन्ज गर्ने हैन यो दबाई किन नि यहाँ हो बाहिर हल्ला खल्ला हुँदैछ औ त्यो हटकेस लिएर आउन अत्तानु मात्रै त छिटो गर भन्दै इन्डेले आयो को आयो हटकेस आयो पानी गरम गर्नुपर्छ मेरो त्यस्तो घाँटी दुखिसक्यो त मैले भनेर त्यसमा त्यो उयो छ त त्यो त्यसै गरम गर भनेर भनेको होइन उयो देख्दैछ त मैले मुख बनाएको मेरा रोटी बन गया पक गया सॉरी पक गया
रोटी इतना रोटी बनाएको हन्टिङको लागि रेडी हाम्रो बिल्ली यो बिल्लीको टार्गेट चाहिँ त्यहाँ छ 2 जना समटाइम्स यो कालो कुकुरको नाम चाहिँ समटाइम्स अरे हाम्रो सरले राखिदिनु भएको हो यिनीहरूको प्यार मोहब्बत हुँदैछ यहाँनिर त्यसले चाहिँ कुन चाहिँलाई चाहिँ म थप्पड हिकाउनु मेरो सही टार्गेट हुन्छ भन्दैछ हो त्यसको अनुहार निस्जाना आमा चाहिँ यहाँ छ आपा भइरहेछ जान आँट्नु भएको छ यहाँ पनि एउटा उयो छ त डकुमेन्ट के हो त्यो जान देख्छ आमा चाहिँ बाई बाई तिमी पनि मलाई यसरी बस्न लाग्नु मैले तिमीलाई बसाउँदाखेरि तिमीले मलाई कसरी हात फालेर भागेको थियो भन त त्यो कुरा पहिला भन त हाम फाल्दिन हाम फालेको थियौ तिमी मैले रोक्दै थिएँ तिमीले हाम फालेको स्कुटी बेसी स्पिड भइकिन साथीलाई त ब्रेक लागेको थिएन नि त ब्रेक लगाइदिला होला भन्दाखेरि साथी त पछाडिबाट हाम फालेछ त्यहाँपछि म लडेँ मान्छेको छेउमा गइकिन मेरो खुट्टामा अहिलेसम्म सबुत छ हो कि न मैले दुईटै ब्रेक थिचेको थिएँ फेरि तिमीले नछोडिदिएको मैले हात छोडो भन्दा पनि नछोडेको मुख छुटेको म तिमीलाई कुदाउनु त्यसरी अब सोचेर भन्दैछु नि छोडिदियो मेरो त खुट्टामा लागे तिम्रो फेरि खुट्टा अनुहार नाक मुख सबैमा लगाइन्छ नि म यो चाहिँ हो हाम्रो लोकल कुखुराको अन्डा बिचारा यसरी नानी दिन्थ्यो होला यो पनि कस्तो हरामी आन्टीको ज्यान मारिकिन खानु आँटेको छ खुर्सानी नै हालिदियो हो यो चाहिँ लोकल खुर्सानी हो है घरकै खुर्सानीलाई चाहिँ पिसेर बनाएको भयो मेरो सनी साइड अप खानुहोस् अब चिया बनाऊ यो दुध पनि एकदम लोकल दुध हो घरको दुध हो म त हाम्रो घरमा गाई छैन म त पडोसीको घरको गाईको दुध हो हामी गाई फ्युचरमा पाल्ने छौँ इन्शाल्लाह इन्शाल्लाह माशाल्लाह कसरी बनाउनुपर्छ चिया आमा र आपा नहुँदाखेरि आधा केजी यहाँ क्रिम यो दुधमा डल्लै चिया बनाउनुपर्छ चाय पिएंगे दुधको चाय पिएंगे पुरै हाल न बे भएको हुन्छ तिमी खाँदैनौ दुध चाहिँ यतिकै दुध पनि खानुपर्छ हामी 2 जनालाई यहाँनिर आधा केजी त होइन यति दुधको चिया बनायो यो दुध चाहिँ पिउन आँटेको उमाले किन कस्तो मिठो हुन्छ दुध र रोटी खाने हामीहरू दुध रोटी चिया यहाँ हेर्नुहोस् क्रिम हेर्नुहोस् कस्तो दामी छ दुध अर्ग्यानिक हाम्रो ब्रेकफास्ट हेर्नुहोस् न अन्डा खाइसक्यो मुला कचेर र म रोटी खाँदैछु उसले चाहिँ अन्डा र रोटी खाँदैछ देखाउ त कतिको गोलहरू छ रोटी हामी चाहिँ माछा मार्नुको लागि के खोज्नु गएको बल्छी के हो थाहा छैन जोसे बङ्गालको घरमा बल्छी छ अरे हामी बल्छी हेर्नु गएको हो हामी माछा मार्छु माछा भात खान्छु म त खान्दिनँ म चाहिँ भात खान्छु
तिमी के खान्छौ म पनि भात खान्छु माछा पक्रिनु गयो माछा पक्रिन सक्यो भने माछा खान्छु नभए खाँदिनँ हामी भोकै बस्छु ओ यस्तो छ कहानी चाहिँ हामी जोसो बङ्गलोको घर खोज्दैछु जाँदैछु हेरौँ कहाँ छ हाम्रो जोसो बङ्गलोको घर हामीलाई दिदीले दिनुभयो यहाँ यही माछा मार्ने बल्छी मछली मिलेगा तो आपको भी देंगे हाँ वाह माछा मार्ने बल्छी आजा समटाइम्स हाम्रो समटाइम्स आइज दिदा ओ यसको नाम चाहिँ किन समटाइम्स हो भन्दाखेरि चाहिँ ओ छिटो आइज न समटाइम आइज किनी के भन्छ यो चाहिँ नि आइज इन आइज यो चाहिँ के भन्छ यो चाहिँ नि आपाले अस्ति नै यहाँ जङ्गलबाट लिकिन आएको थियो अरे होइन यसलाई अन्त त्यहाँदेखिको अन्त यो 1-2 दिन हाम्रो घरमा बस्यो अरे हो फेरि यसको आमा हेऱ्यो होइन अन्त यो आमासँग गयो अरे फेरि आपाले ल बाटोमा भेट्यो अरे फेरि आपासँग आयो अरे होइन अन्त फेरि गयो अरे यसको आमासँग हो अन्त फेरि अन्त अहिले आएको छ नि त यो फेरि अन्त त्यहाँदेखिको अन्त प्रणीतले राखिदिएको नाम त्यसको नाम चाहिँ समटाइम्स हो किनकि यो समटाइम्स मात्रै आउँछ अरे हम लोग जा रहे हैं फिश हंटिंग के लिए यसरी पक्रिन्छ अरे तर हामीलाई थाहा छैन कसरी पक्रिन्छ लंच आजको लंच हम लोग ट्राई करेंगे देखेंगे तालाब में मछली कितना होगा तालाब पे नीचे कौन जाएगा तुम जाएगा ना मैं जाएगा मुरी हाम्रो यसको चाहिँ यहाँ पानी सुकेको छ पहिला चाहिँ यतिसम्म थियो होइन तर अहिले पानी सुकेर यति भएको छ हो अब फेरि यसलाई सबै यो माछा निकालिकन आपाले भनेको यसको बादमा नयाँ माछाहरू हाल्ने अरे हो हाम्रो प्रणीत चाहिँ गइसक्यो ल माछा खाएंगे ममा किन आइहाल्छ आफै वाह देखो गाइस कितना बढ़िया तरीका से माछा मार रहा है देखो माछा तो नहीं बुदना ही आएगा इसमें ऊपर त्यसलाई भित्रसम्म डाउन गरेर न तब पो आउँछ त कतिको गहिरो छ यसलाई त्यो समटाइमले फ्याँक्ने मुनिपट्टि हाँ नो ढुङ्गा यो समटाइम फ्याँक्दिउँ एकताल पानीभित्र माछाको लागि खाना मुरै यो मुरै लिएर चाहिँ म पनि भित्र जानु आँटेको प्रणीत चाहिँ पानी मुनि छ हो म पनि जान्छु भित्र मुरी खानुमा त माथि आउँछ नि तिनीहरू तिमीले देखेको छैनौ माछाहरूलाई मुरी दिएको अन्त फिर काहे बात करते हो ऐसे हम भी जाएगा अबे नीचे आयो मेरो लुगा मैला हुन्छ होला ऊ आयो ऊ त्यहाँ यी माछा मार्दैछ पोखरीमा पोखरीको यति हल्ला गर्दैछ कि अब यस्तो बेचाक बुचुक गर्दा कहाँबाट माछा पक्रिन्छ थाहा छैन कहाँबाट जोस आएको यस्तो पोस्छौ तिमी पनि माछा आउन त आउने होइन पक्रिनु पनि आउँदैन बस दुईजना टाइम पास मैले जानिनँ अब उसले ट्राई गर्दैछ ममा आयो 1.5 केजीको माछा एकैचोटि हिजोको कुखुराको आन्द्रा भुडी चाहिँ आएछ माछा तिमी कहाँ छौ छोडो भयो यो माछा हुँदैन हार मत मानो यार जिन्दगी में हामी जान्छ न भित्र दल्लो छ नि एक ट्राई त गरौँ म तिमीलाई तान्छु अँ Pranit, jump! Pranit, 1, 2, 3, go, jump! You can do it, bro. Jump, bro, jump. Bro, jump na. म अलमोस्ट बस्छु साच्चीमै डर छेउरो मान्छेहरु तिमीले दल्लोमा फसेछौ नेभर म फसेछु कहिले कहिले हावा बोल्छ गाइस दिस म्यान इज सो हाउडे कपिल र म सँगै फसेको
This man is so alright, don't trust him, eh? कपिल भएको भए राम्रो हुन्थ्यो है बिचारा माछा कुद्दैछ मुनि मुनि हाम्रो हात आएको छैन माछा नै मिलाऊ अब कुखुराको चारो दिनुपर्छ हाम्रो खुट्टाहरू हेर्नु क्या माछाको जसले बल्छी ल्याएर आएको त्यो मान्छे पनि हाँस्छ होला हामीलाई देखेर हाम्रो गार्डनहरू यस्तो छ किचन गार्डन यहीँबाट सामान टिपिकन खाना पकाउनु पर्छ अब अर्ग्यानिक हो यहाँ मिन्ट छ यहाँ बैगुनको तरकारी बनाउनु पर्छ आज बैगुन टिप्नुपर्छ यहाँ छ बैगुनहरू बैगुन बारीमा बैगुन टिप्नुपर्छ मैले चाहिँ भाँडा मान्छे राखिसकेँ बिहान ब्रेकफास्टको हो रनितले चाहिँ कुखुरालाई चारो दिनु पऱ्यो कुकुरलाई पनि चारो दिएछ यसलाई भोक लागेछ अरे ऊ चाहिँ गएको छ उतापट्टि हो दिइसक्यौ बाख्रालाई चाहिँ के हो घाँटी फस्छ त त्यसको को कता मात्र तिमी ऊ कुखुराहरू चारो खाँदैछ म यो घुमेर जान्दैछु हाम्रो बाख्रा चराउने दाइले बाख्रा निकाल्दैछ कहाँ लगेको बाख्रा हेर्ने मान्छेलाई के भन्छ गोठालो हाम्रो गोठालोले बाख्रा त्यहाँ पुर्याइदियो यसमा करेन्ट छ छैन रहेछ करेन्ट छ भनेको छैन रहेछ ए यहाँ चाहिँ करेन्ट नगर्छ त गाई झट्का मसिन अरे गोठालो दाइले गर्दैछ दिन यस्तो छ हेर्नुहोस् हाम्रो चियापत्ती बारी देखाइदिन्छु ल तपाईँहरूलाई म हाम्रो नयाँ नयाँ चियापत्ती यो प्रेग्नेन्ट लेडी सुतिरहेको छ हाम्रो चियापत्ती बारी हेर्नुहोस् है हाम्रो चियापत्ती बारी ठुलो छ अब अलिकति टाइम लाग्छ यसलाई ठुलो हुनुको लागि हो यो हाम्रो चियापत्ती बारी यहाँदेखिको त्यो पर येल्लो लाइन देख्नुहुँदैछ येल्लो लाइनको परनिर त्यो जो बाँस घाडी देख्नुहुँदैछ त्यहाँसम्म हाम्रो चियापत्ती छ है हेर्नुहोस् है भोलि पर्सि चियापत्तीको लागि तपाईँहरू कमेन्ट गर्नुहोस् होला म चियापत्ती पठाइदिन्छु एक प्याकेट फ्रीमै उता चाहिँ ऊ खेती जोत्दैछ हो यता यो बारीमा केही छैन रहेछ यो बारीमा चाहिँ अहिलेको हाम्रो बाख्राहरू चल्दैछ त्यो अर्काको बारीमा के जाति रोपेको रहेछ हो यति नै हो हाम्रो चाहिँ सानोतिनो जग्गा यहाँ छ आगो बाल्नेको इक्विपमेन्ट्सहरू हो यहाँ छ हाम्रो ब्रदरले आफ्नो आगो बाल्नुको लागि स्ट्रगल गर्दैछ होइन गाइज हेर्नुहोस् है ए यहाँ थियो सही लाइटर आम्माम के खतरा लाइटर हो यो नङ चाहिँ मेरो यहीँ बसिकन मैला भएको है हामी यता माटो खेलाइकन म यस्तो मैला छुइनँ है यहाँ ब्रनितले आगो फुक्दैछ तबसम्म चाहिँ म जान्छु आलु धुनुको लागि यो त के हो जम्मा हो त पकाउनुमा छु नर्थ इन्डियाको भनेर प्रुभ नर्थ इस्टको भनेर प्रुभ नगरेर यहाँ तिमी अरे हेर्नै होइन आगो आगो यो जग्गा पुरा मजा आएछ त कुकर हेर मैले के भनेको छैन यहाँ पाक्नु आएको छ ए यो जग्गा बस्ने यहाँ यता केमा बोइल गर्ने आलु उता जा गएर पानी पी जा पानी पी मलाई के त यसमा गर्नुमा है यो कालो पट्टि रहेछ अरे ओइ somebody आइज समटाइम्स हो हट न यहाँ होइन के यहाँ होइन के बुझ्न आगो लाग्दैछ यहाँ के एकदिन परेको छ यसो आगो छोडिन त्यसरी जलाउँछ
Excuse me. जल्यो 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 brother. नगर न जल्यो ए त्यो लट्ठी हाल न पहिला हाले यो लट्ठी लिँदैन भइहाल्छ हामीहरु चाहिँ खान चाहिँ हो झालमुरी रणितको भाषामा छ आलुमुरी ओइ कुकुर बाउ छोरा सेम सेम छ हैन कालो कालो मस्काउँछ जानु न तान्नु घटाडी माग्नु भन्ने मान्छे त्यस्तै हुन्छ हेर्न बुझाइदियो यसरी थोडी न बोल्छ त्यस्तो कुरा हुने हैन के भित्रसँग आमाले दिएको उफ प्रभु अरे बालेको यो आगो यार पहिला मलाई भन्दैन त तिमीले बालेको त ग्यास ठ्याक्क पारेर बाल्नु र आगो बाल्नु बहुत अन्तर छ गाइस हाम्रो मिसन सक्सेसफुल हुन्छ कि हुँदैन हेर्नु है हामीले बालेको आगो हाम्रो चुला चाहिँ यस्तो छ हाम्रो आलु त्यहाँ छ आलु मुडीको लागि यो आलु यति मात्रै किन छ भनेर चाहिँ किन चाहिँ आमाले यति मात्रै कोटा गरेछ बारीबाट आलु हामी त जान्दिनँ अहिले तोडफोड हुन्छ त्यही कारणले अहिले एकछिनमा चाहिँ हामीहरू बन्दकोपी लिनु जान्छ यहाँ बन्दकोपी चाहिँ 3 रुपियाँ केजी 5 रुपियाँ केजी अरे बारीमा गएर उखाल्नुपर्छ अरे हो अब बन्दकोपी खान जान्छ अब एकछिनमा यो खाइकिन चाहिँ बाख्रा चाहिँ कसलाई छोडेर जाने अहिले खानु हो आमासँग जानु नि हाम्रो चराहरू त्यहाँ छ हाम्रो चरा होइन चरा आफ्नै हो तर हाम्रो घरमा आएर बसेको छ वाउ आगो बोल्यो बोले बोले देखा मेरो बाला देखा लगिने बालिसकेको छ उफ उफ प्लिज प्लिज ऐसा झूठ मत बोलो देखा हमने बाला आगो आगो बोल्यो हाल्न त त्यो आगो बोल्यो यो कसै हाम्रो आलु पाक्छ अब हाम्रो आलु चाहिँ त्यहाँ पाक्यो गाइस तर यहाँ चाहिँ के भन्छ फोन दुइटै पक्रेर बसिरहेछ हो बनाउँदिनौ आलु मुरी भन्दैछ अब मै बनाउँछु होला कब बोला हमने ऐसा अभी तो बोला हमने बोला आलू छिलके दो हम नो सेम थिंग हमने भी तो किया ना सब कुछ तुम करछी से हिलाते रहे ना तो आज हम तुम सब करो हम करछी लाएंगे ठीक सेम सेम बट डिफरेंट ठीक है हाम्रो आलु पाक्यो हो अन्तखेरि टमाटर चाहिँ टिपेको रहेछ आमाले ग्रीन चिल्ली चाहिँ म यहाँबाट टिप्न आँटेको छु फ्रेश ग्रीन चिल्ली हो कसरी टिप्दा थाहा छैन मुन्टोसँग छुट्याइदिन्छु दुईटा भए हुन्छ होला हो टमाटर चाहिँ त्यहाँबाट लिएको हामीले हाम्रो आलु रेडी छ टमाटर प्याज रेडी छ यो खुर्सानी हो पखाल्नुपर्छ अब यहाँ चिया बनाउनु पर्छ दुध छ यहाँ अब चाहिँ म प्याज काट्छु हो चटपटे बनाउँछु आज चाहिँ हामी चटपटे र चिया खान्छौँ 12 बजी आमा र आपा चाहिँ उता जानुभएको छ हस्पिटल जानुभएको छ आपाका दो सिलाइ खोलिकन चाहिँ अर्को लगाउँछ अरे हो यसको लागि चाहिँ मैले प्याज काट्दैछु चिया हुँदैछ हाम्रो यो हो खुर्सानी यो एउटामा चाहिँ टमाटर किन हालेको भने यो टमाटर बहुत अमिलो छ बारीकै फ्रेस भइकिन चाहिँ एकदम अमिलो छ ओ हामीसँग जलजिराहरू त केही पनि छैन है ल अन्त निम्बु हेर त निम्बु हेर न त्यतातिर निम्बु लेमन मेरो बुढा चाहिँ अंग्रेजी हो आधा उदा बुझ्दैन कुराहरू
पहिला पहिला त उसको नेपाली बुझ्नु नै साह्रो थियो जब उनीहरू शिलङबाट आएको थियो उसको नेपाली बुझ्थिनँ म अब आलुलाई चप गर्छु हो चिया हुँदैछ औ टाइम कति भयो टाइम कति भयो 2 बज्नु थालेछ अब बाख्रालाई घाँस दिने बेला पनि भयो कुकुरलाई भात पकाएर दिनुपर्छ यहाँ आमा आप्पाकोमा चाहिँ नि कुखुरा बाख्रा सब छ बिरालु सब छ मान्छे चाहिँ छैन अरू सबै छ हाम्रो आलुमुरी रेडी हुन आँटेको छ यो सिक्रेट इन्ग्रेडियन्ट मस्टर्ड ओइल अब हेर्नुहोस् आलुमुरी हाल्नु न अलिकति के हाल्नु मस्टर्ड ओइल फेरि धेरै पिरो हुन्छ हेर्नुहोस् कस्तो लाग्यो त राम्रो लाग्यो दामी छ न नुन हाल्यो खाने हाम्रो आलुमुरी इज रेडी चाय पनि रेडी अब हामी बस्ने हाम्रो डाइनिङमा हाम्रो डाइनिङ कस्तो छ है छैन दुध एउटा पनि कैसा है कैसे बना खट्टा नै है हेर्नु सक्नुहुन्छ तपाईहरु चालमुरी हाम्रो हङरायोले पाङ्रा निलिसक्यो उसको लागि मात्रै बनाएको हो कि के हो लोएको छ उतै म ट्राई गर्छु कस्तो छ अमिलो छैन टेस्ट के भन्नु आमालाई यहाँ कहीँ निम्बु गाडी राखेको छ कि होइन निम्बु सोधिराख्नु न के थाहा खाऊ न इन्जोय गर न तिमीलाई निम्बु निम्बु भनिरहेको छु आफ्नो लागि भनेको छु क्या मैले तिम्रो लागि त भनेको आप्पालाई लिएको बुझेर त खाए खाए आप्पाले लिएको बिस्कुट पनि खाँदैछ Bye bye.